नमस्कार क्रिकेट प्रेमी हो। आज हामी कुरा गर्दैछौँ इतिहास रचिएको त्यो क्षणको जुन ग्लास्गोमा नेपाल र नेदरल्यान्ड्स बीचको खेलमा देखियो। 3 सुपर ओभरसम्म पुगेको यो रोमाञ्चक खेलले सम्पूर्ण क्रिकेट विश्वको ध्यान तानेको छ। यसअघि कुनै पनि पुरुष टी20 वा लिस्ट ए म्याचमा 3 सुपर ओभरसम्म पुगेको घटना कहिले भएको थिएन। तर आजको दिन नेपाल र नेदरल्यान्ड्स बीचको खेलले इतिहास बनायो। खेलको अन्तिम ओभर नन्दन यादवको धमाका। नेपाललाई जितको लागि चाहिएको थियो 16 रन अन्तिम ओभरमा। नन्दन यादवले काइल क्लाइनलाई हिर्काए 4-2-2-4 र खेल पुग्यो पहिलो सुपर ओभरमा। पहिलो सुपर ओभर रह्यो कुशल भुर्तेलको सो। नेदरल्यान्ड्सका ड्यानियल डोरामले सुपर ओभर बलिङ गरे, तर कुशल भुर्तेलको विस्फोटक 2 छक्का र 1 चौकाको मद्दतले नेपालले बनायो 19 रन। तर नेदरल्यान्ड्स पनि पछि हटेन। माइकल लेभिटले पहिलो बलमै छक्का अनि म्याक्सो डाउडले अन्तिम 2 बलमा छक्का र चौका हिर्काएर खेल पुर्याए दोस्रो सुपर ओभर तर्फ। दोस्रो सुपर ओभर दिपेन्द्र सिंह ऐरीको ड्रामा। ललित राजवंशीले 2 छक्का खाए सुरुमै, तर पछि राम्रो कमब्याक गरे। नेदरल्यान्ड्सले बनाए 17 रन र नेपालले जवाफमा रोहित पौडेलले पहिलो बलमै छक्का, दिपेन्द्र सिंह ऐरीले चौका, अन्तिम बलमा चाहिएको 7 रन एरीले काइल क्लाइनलाई काउ कर्नरमाथि हिर्काएर फेरि बराबरी गरे। इतिहासकै तेस्रो सुपर ओभर। तेस्रो सुपर ओभर ज्याक लायनले जादु गरे। नेदरल्यान्ड्सका अफ स्पिनर ज्याक 2 विकेट लिए। रोहित पौडेल र रूपेश सिंह नेपालले रन बनाउन सकेन र नेदरल्यान्ड्सका लेभिटले सन्दीप लामिछानेको बलमा शानदार छक्का हिर्काएर खेल जिते। यसअघि नेपालको बलिङ सन्दीप र ललितको कमाल। नेपालका लागि ललित राजवंशीले पहिलो बलमै म्याक्सो डाउडलाई आउट गरे। सन्दीप लामिछानेले लगातार असरदार प्रदर्शन गरे। माइकल लेभिटको स्टम्प उडाए। कप्तान स्कट एडवर्ड्सलाई क्याच आउट गराए र नोवा क्रसलाई आउट गरेर 3 विकेट लिए। नेपालको ब्याटिङको कुरा गर्दा उठान र सङ्घर्षले भरिएको थियो। नेदरल्यान्ड्सका बेन फ्लेचरले आफ्नो टी20 डेब्युमै लोकेश बमलाई आउट गरे। क्लाइनले अनिल शाहलाई आउट गरे। नेपालको स्कोर 2.1 ओभरमा मात्र 9 रन 2 विकेट थियो। त्यसपछि कुशल भुर्तेल र रोहित पौडेलले आक्रमण गरे, तर पावर प्ले पछि रन बनाउन गाह्रो भयो। किरण थगुन्ना, दिपेन्द्र र अन्य खेलाडी आउट हुँदै गए, तर अन्तिमतिर रूपेश सिंह र रोहित र करण केसीले जवाफको लडाई गर्दै खेललाई सुपर ओभरसम्म पुर्याए। निष्कर्ष, ऐतिहासिक खेल, साहसी नेपाल। नेपालले इतिहास बनाएको छ। 3 सुपर ओभरसम्मको खेलमा भाग लिँदै संसारभरिका फ्यानलाई चकित बनाएको छ। यी खेलहरूले हामीलाई विश्व स्तरमा नेपाल क्रिकेट कहाँ पुग्न सक्छ भन्ने देखाउँछ। भिडियो मन परेमा लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। नेपाल क्रिकेटका थप रोमाञ्चक क्षणहरूको लागि हामी सँगै रहनुहोस्। हस्त, धन्यवाद।